से हाई नमस्ते साथीहरू वेलकम छ हजुरहरूलाई हाम्रो ब्लगमा आई होप सबैजना सन्चै हुनुहुन्छ होला अनि हामी पनि एकदमै सन्चै छौँ। आजको ब्लगको स्टार्टिङ चाहिँ म र मेरो देवर बाबुबाट भएको छ। उहाँ चाहिँ भर्खर उठेर आउनुभएको छ, मुख केही धुनुभएको छैन, फ्रेस पनि हुनुभएको छैन अनि उहाँ चाहिँ अब फ्रेस हुनुहुन्छ, भर्खर आउनुभएको छ। अब उहाँ चाहिँ फ्रेस हुनुहुन्छ साथीहरू। यहाँ हाम्रो यता अचेल पानी आउँदैन नि त, त्यही भएर उहाँलाई चाहिँ एउटा ग्यालन लिनु पानी ल्याउनु भनेको छु मैले। अनि उतैदेखि मुखसुख धोएर ब्रस गरेर आउनुहुन्छ, म खाना रेडी बनाइदिन्छु अनि त्यसपछि स्कुल जानुहुन्छ। हो कि नै साजन? अब जानु, म बनाउँछु। किन यति बेरसम्म सुत्नु भयो? निद्रा लाग्यो। हजुर कोही सुत्नुहुन्छ किन यतिखेरसम्म? उहाँ चाहिँ अहिलेसम्म सुत्नुहुन्छ, म चाहिँ अगाडि सबै काम भ्याएँ अरे। यो पसलहरू पनि आज सफा गरेँ। अब यहाँ चाहिँ ओहरू फिच्न छ, सामानहरू फिच्न पर्ने छ, माथि छ सामानहरू, नखोलेको सामानहरू। यहाँ चाहिँ फिच्छु ओर्छु। अब भोलिदेखि चाहिँ सजिलो हुन्छ। मम्मी पनि भोलि आउनुहुन्छ अरे अनि त्यसपछि दुईजना भएपछि त अलि छिटो नै हुन्छ नि त। आजको ब्लग के कस्तो हुनेछ हजुरहरूले हेरिदिनु होला। के को बारेमा छ ब्लग भनेर हजुरहरूले थम्बनेल टाइटल हेरेर त थाहा पाइ नै सक्नुभयो होला है त। हजुरहरूले सोचिराख्नु भएको हुन्छ होला यो नाकमा के लगा हुन्छ यति सेतो सेतो भन्नुहुन्छ होला। मेरो चाहिँ यो नाकमा मैले यस्तो गरिकन ऊ भएको थियो क्या, के अरे छाला गएको थियो अनि त्यसमा चाहिँ दाग कालो दाग बस्छ नि त, त्यही भएर चाहिँ मैले मलनिम लगाएको छु साथीहरू। अरू चाहिँ केही पनि होइन, त्यस्तो अन्यथा नसोच्नु होला है त। के अरे यस्तो गराएर छाला गएपछि किन कालो दाग बस्छ, सेतो दाग हुनलाई के गर्नुपर्छ हजुरहरूले सजेस्ट गरिदिनु होला मेरो हेर्नु न। त्यही भएर यति धेरै कालो कालो दागहरू भएको छ। यताको त्यस्तो छैन। यता मलाई चाहिँ अब ऐना हेरेन भने केही हुँदैन, ऐना हेऱ्यो भने कहाँ आउँछ यस्तो निचोर्न मन लाग्छ अनि त्यही भएर यस्तो दागहरू बस्छ क्या साथीहरू। सो साथीहरू हजुरहरूको कसले साथीले धोका दिएको छ? मलाई त यस्तो हुन्छ नि, जुन कपडा किन्दा पनि छोटो बनाएरै लगाउनु पर्छ, प्यान्ट किन्दा पनि छोटो बनाउनु पर्छ। यो मैले यो ल्याएको थिएँ कि एक्जाम दिन गएको बेला, लामो भएर छोटो बनाउनु पर्ने अवस्था आयो। छोटो बनाएर चाहिँ ल्याइसकेँ मैले। जुन सुकै कपडा किन्दाखेरि पनि छोटो बनाउनु पर्छ साथीहरू। होचो हुनुको बेफाइदा यो चाहिँ के गर्नु, अलिकति हाइट यति भएको भएदेखि छोटो बनाउनु पर्थेन। हजुरको पनि को हाइटले त्यस्तै बनाएर छोटो बनाएर लगाउनुहुन्छ होला होइन। सो साथीहरू हामी खाना खान लाग्यो। मेरो देवर बाबु चाहिँ चटनी बनाइसक्नु भएको छ कि कस्तो बनाउनु भएको छ म हेर्छु गएर हजुरहरूलाई देखाउँछ है। आज देवर बाबुले बनाएको चटनी खाइदिउँ न कस्तो हुँदैछ। यही हो चटनी, राम्रोसँग पिस्नु नै भएको रहेन रहेछ साथीहरू। यताको पनि गराउनु भएन रहेछ, म चाहिँ नपिस्छु बनाउनु भएन छ। चटनी बनाएर भातसँग खाने भनेको अब म पिसेर खान्छु। ओके सो साथीहरू हेर्नु हाम्रो देवर बाबुको मेकअप। स्कुल जाँदाखेरि के घाँसेर जानुहुन्छ उता ऐना छ। खै मेकअप कस्तो भयो यता हेर्नु दे। मेकअप पर्फ्युम आम्मामामा यस्तो भएर जानुहुन्छ। कतिको पढ्नुहुन्छ साजन? अब जाने भइसक्यो स्कुल। बाई भन्नु। बाई।
म चाहिँ मास्क टोपी लाएर गोठाला जाँदैछ। आज चाहिँ हावा पनि कस्तो चल्या क्या, अनि धुलो पनि उडाएको कारणले गर्दा मैले टाउकोमा धुलो नपसोस्, मुखमा धुलो नपसोस् भनेर मास्क लगाएको छु। गोठाला जाँदैछु साथीहरू, गोठाला त्यो त तलतिर हान्ने छु बाख्रा चाहिँ। अब पसल पनि बन्द गरिहाल्छु एक्लै भएपछि। के गर्नु साथीहरू, पसल बन्द गरेर भए पनि गोठाला जानु पर्दो रहेछ। पसल बन्द गर्छु म चाहिँ। अहिले पछि गोठाला गइसकेपछि हामी गएको छु साथीहरू। म चाहिँ गोठाला आइसकेको छु। म चाहिँ आन्टी र बजी बस्नुभएको छ। यो चाहिँ हाम्रो अङ्कलको गोरु हुन्। हावा चलिरहेको छ। बाख्री चाहिँ तल छ। हामीले हजुरआमा हाई गर्नु, हजुरआमा यस्तो क्या हाई गर्नु, नमस्ते गर्नु। सो साथीहरू, आज चाहिँ हाम्रो यताको भ्यू यस्तो छ। हावा चलेर हावा चलिरहेको छ। आन्टी, हजुरआमा, अनि त्यसपछि उता छन् बाबु नानीहरू। हामी चाहिँ गोठाला आएको छौँ। ल साथीहरू, आजको भिडियो चाहिँ यहीँ स्टप गर्नु। सबैले हाम्रो भिडियोलाई लाइक, कमेन्ट, सब्सक्राइब गरिदिनु।